वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न तेल ग्यास र चामल लगायत अत्यावश्यक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्य वृद्धि समायोजन गर्न उत्पादक पैठारीकर्ता र वितरकले निर्देशन दिएको छ। विभागले अनुचित नाफा नलिन र उपभोक्तालाई राहत दिन आग्रह गर्दै बजारलाई प्रतिस्पर्धी र स्वच्छ बनाउन संयुक्त अनुगमन तीव्र पारिएको जनाएको छ। जापानमा जनवरी 20 देखि भएको भारी हिमपातका कारण देशभर 35 जनाको मृत्यु भएको छ भने 258 जना घाइते भएका छन्। निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरी लगायतका प्रान्तहरू बढी प्रभावित भएका छन्। अधिकांश मृत्यु हिउँ हटाउने क्रममा भएको बताएको छ भने खराब मौसमका कारण आवासीय भवनहरूमा पनि क्षति पुगेको जानकारी दिएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच शुक्रबार ओमानको मस्कटमा अप्रत्यक्ष आणविक वार्ता हुने भएको छ। वार्ता इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवामै सीमित रहने इरानी सञ्चार माध्यमले जनाएका छन्। वार्ताको नेतृत्व इरानी विदेशी मन्त्री अब्बास अराघाचीले गर्ने बताएका छन्। इरानले क्षेपणास्त्र तथा प्रतिरक्षा कार्यक्रमबारे छलफल अस्वीकार गरेको छ। बढ्दो द्विपक्षीय तनावका बीच यी वार्ता हुन लागेको जानकारी दिएका छन्। निर्वाचन आयोगले आम निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेद्वारको प्रचार प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गर्न निर्वाचन प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 जारी गरेको छ। आयोगको अनुसार अब दल 3 का उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारले प्रचारका लागि प्राप्त चन्दा र खर्च विशेष बैंक खाता मार्फत मात्र गर्नुपर्ने बताएका छन्। नगद कारोबार निरुत्साहित गर्दै खर्चलाई पारदर्शी र अनुशासित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। आइसिसी T20 विश्वकप अघि नेपालले आज क्यानाडासँग अन्तिम अभ्यास खेल खेल्ने भएका छन्। चेन्नईको एएमए चिदावरम मैदानमा हुने खेल दिउँसो 1:15 बजे सुरु हुने बताएका छन्। पहिलो अभ्यास खेलमा युएईलाई 7 विकेटले हराएको नेपाल क्यानाडामाथि पनि जित निकाल्दै विश्वकपको तयारी मजबुत बनाउने लक्ष्यमा रहेको बताएका छन्। नेपालले फेब्रुअरी 8 मा इङ्ल्यान्ड विरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्ने जानकारी दिएका छन्।